आज हामी यो गोलन्जर गाउँपालिकाको वडा नम्बर 1 दिङलादिपमा हाम्रो वडा अध्यक्षज्यू र किसानहरू सहितको चाहिँ यो प्याज खेती प्रवर्धन कार्यक्रम अन्तर्गत हामीले यो विभिन्न ठाउँमा लगाएको चाहिँ प्याजको अनुगमन गरिराखेका छौँ। अब यहाँले हेर्न सक्नुहुनेछ, अब यो प्याज विशेष गरेर हामीले यो बिउ उत्पादनको लागि यो राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्र खुमलटार ललितपुरबाट हामीले यो स्रोत बिउ जुन हामी मूल बिउ भन्छौँ, त्यो मूल बिउ ल्याएर चाहिँ हाम्रो इन्द्रबहादुर सुनवारजीको खेतमा हामी घुमिराखेका छौँ। अब यसको बिउ उत्पादन कस्तो हुन्छ भन्दाखेरि अब यो अहिले हामी चाहिँ गानो उत्पादन गर्छौँ र यो गानो उत्पादन गरेर चाहिँ अर्को वर्ष यो गानो रोपेर अनि त्यसपछि बल्ल चाहिँ बिउमा जान्छ। त्यसले गर्दाखेरि यहाँका किसानहरूले पहिलेदेखि चाहिँ बिउ बनाइराख्नु भएको तर चाहिँ स्रोत नखुलेको, त्यसैले गर्दाखेरि अब हामी चाहिँ स्रोत खुलेको यो चाहिँ रुकुमकै प्याजको बिउ हो जुन हामी रेड किरियल भनेर चाहिँ भन्छौँ। त्यही यो चाहिँ रेड किरियल बिउ चाहिँ अब हामी चाहिँ यो गोलन्जर गाउँपालिकामै पनि यो चाहिँ बिउ उत्पादन गरौँ त कस्तो हुँदो रहेछ भन्ने हिसाबले यसपालिदेखि हामीले चाहिँ सुरुवात गरेका छौँ। अब यो कस्तो हुन्छ म फेरि पनि यहाँहरूलाई यसको विषयमा चाहिँ अपडेट चाहिँ दिनै रहनेछु। धन्यवाद। हामी चाहिँ आज यो हाम्रो गोलन्जर गाउँपालिका वडा नम्बर 1 को दिमलादिपमा छौँ, जहाँ यो प्याजको बिउ उत्पादन गर्ने हिसाबले यो मूल बिउ हामीले खुमलटारबाटै बिउ मगाएर चाहिँ यहाँ लगाइरहेका छौँ। यो चाहिँ इन्द्रबहादुर सुनवारको जमिन हो। गोलन्जर गाउँपालिका वडा नम्बर 1 ले विगत 3 वर्ष अगाडिदेखि व्यावसायिक रूपमा प्याज खेती गर्ने भनेर प्याजको कार्यक्रम गर्दै आएकोमा यसपालिबाट त्यो कार्यक्रममा थप गाउँपालिका र प्रदेशबाट पनि सहयोग भएको छ र किसानहरूले यसबाट राम्रै आम्दानी लिने अपेक्षा हामीले गरेका छौँ। विगतको वर्षमा केही प्याजहरू केही किसानहरूले राम्रै आम्दानी पनि लिनुभयो र केही चाहिँ अब कुहिएर गयो भन्ने गुनासो पनि थियो। यसपालिबाट हामी त्यसलाई थप सुदृढ गर्ने हिसाबले यो व्यावसायिक रूपमा बिउ उत्पादन पनि गर्ने र उत्पादन पनि त्यही हिसाबले गर्ने भनेर करिब 1 रोपनीभन्दा बढी लाउने किसानलाई चाहिँ व्यावसायिक किसान भनेर हामीले उहाँहरूलाई त्यसरी प्रोत्साहन अनुदान पनि उपलब्ध गराउने गरी यो कार्यक्रमहरू चाहिँ अगाडि बढाएका छौँ। नमस्ते, म चाहिँ गोलन्जर गाउँपालिका वडा नम्बर 1 दिमलादिप, मेरो घर चाहिँ, मेरो नाम प्रेमबहादुर सुनवार। हामी चाहिँ यो विगत 3 वर्षदेखि यो प्याज खेतीमा अब हामी एकदम लागिरहेका छौँ। प्याजको बिउ उत्पादनमा पनि हामी लागिरहेका थियौँ। त्यति बेला चाहिँ हामी जस्तै यहीँकै स्थानीय बिउलाई चाहिँ अब फुलाउने अनि त्यही बिउ राखेर चाहिँ उत्पादन गर्ने गरिरहेका थियौँ। अहिले चाहिँ अब मूल बिउ स्रोत बिउ आधिकारिक बिउ चाहिँ ल्याएर त्यसलाई उत्पादन गर्दाखेरि जस्तै हामीले बजारीकरण अन्त पनि अब हामीले पठाउन सकिन्छ भन्ने मूल उद्देश्यको साथ गोलन्जर गाउँपालिकाको कृषि शाखाको प्रमुख हाम्रो चन्द्रकान्त सरज्यूबाट पनि प्रेरित भएर हामी अहिले लगभग 2-3 रोपनीमा यसरी अब यो प्याज खेती गरिरहेछौँ। अहिले चाहिँ यो दाना बनाउने, अर्को वर्ष चाहिँ फुलाउने हिसाबले हामीले यसरी यो खेती गरिरहेको छ। हस्त, धन्यवाद।